काँडै काँडा हुने है पिठो खस्रो पनि अलि तर्यो यो चाहिँ राख्न पनि छुट्टै तर मम्मीले ल्याउनु भएको ओइ दिदी यो भाँडा अर्को एउटा भाँडा ल्याउनु न नपर्दा पाएन मैले सबै खोजेँ हे हिजो त पुचेलो घुरु घुरु बुढा हिँड्ने थियो हिजै कहिले हो अघि बिहानतिर पनि देखेको छु गुल्टा त खाएन होला नि सम्झे खा त्यहाँ यस्तो यस्तो तपाईँ यसरी निकालिदिन्छ कान्छी गरी प्याजसँग तरकारी पकाउँछु साग प्याज अहिले काटेर ल्याउँछ नि साग पकाउ नि त्यसलाई सुन्नु कान्छा आइपुग्नु मेरो भइसक्यो लिएर आउनु न मैले पकाउनु एउटा कस्तो राम्रो भयो मन कस्तो हात धोएर आउनै साबुन पानी लाएर ल हाल्नु रोटी हाल अझ तेल हाल कान्छीले त अघि कान्छीको त्यो तिमीले मुसेर राखेको त कस्तो थियो अराट कति भयो बा अब तेल त के अरे कति खाँदो रहेछ यो आलु चाहिँ आलु आएर यो चाहिँ कहाँ राख्ने कति जानु एक छल जानु कति नै हुन्छ भने अहिले हाल्न थाल्नु जान बोइङमा बस मुते हो काले भाइले कहिले मुते होइन भाइ उज सेन भाइ यता सेन खाने खोज्छ अलिकति गयो नि अहिले तेल छैन अहिले पर्छु भन न भीम साग लाउने क्या म पर्छु त्यो डाँडातिर पनि जान्छ होइन जाँदैन पहिला गइहाल्थ्योस् महाकालमा त अन्यको ओडामा पानी थापिरहेको थियो गाडी लगाएर सम्ममा चिकन किने भने होइन माडीतिर किने है क्या गाडी किने रोल परासु दिनु पऱ्यो रोल परासु त पुलपाटी पऱ्यो तब Camera video guys. त्यो किन हान्छ गाँठी खुट्टा नि त्यही होइन हड्डी फुल्यो कि छाला फुल्यो छाला होला नि छाला हो छाला यो टट्क्याएर अलिकति
यो सेन दुईटा यसको नि दुईटा त्यो दाउरा हाल्नु त बिलमा गएर एकदिन र पैसालाई कान्छ सुते छैन मरेर कहाँ सुत्छ अहिले रातैभरि निस्केको अहिले सुत्छ भात पकाएर खाएन कान्छीले पनि खायो चाउचु धेरै खाने या तिनीहरूले त हेर बेलुका त आमा त्यो थिएन म कहीँ गएँ भात करेन्ट यति यति पोका ल्याउँछ अलि खाने अनि त्यो धेरै बेलुका खाँदै नि त म त अनि के खान्छ होला बेलुका दुहा बनाएको जति सक्नु सक्छ त्यति पीडा त मलाई मात्रै गाड्नुपर्छ ढिकाले चला दुईटा मोबाइल हेरेर चाहिँ के ए 12 बजी छुट्टी लाग्यो त बुढा हेर्ने मान्छे भने छुट्टी हुन्छ यस्तो बुढा हेर्ने मान्छे नभए यस्तो काम गर्ने यस्तो रिजन अर्काले तपाईँ भन्नुहोस् कहाँ कहाँ आफैले म पाएँ राम्रो खा कान्छीले भने 6 लाख पैसा छ अरे के नभए नि तपाईँहरूसँग 6 लाख पैसा छ अरे मलाई झन् 10-12 लाख अरे 10 लाख यार 16 लाख भयो कोसँग 16 लाख 3 लाख पैसा कमाउनु सकेन 16 लाखको कुरा अझै 16 लाखको के कुरा 6 लाखको कुरा 6 लाख रुपियाँ पैसा पैसा भइरहेको त कमाउन खान ठिक्कै हो धान किन्न नपऱ्यो धान किन्न पर्छ उदयदिन ढोल लाग्यो टिफिन पऱ्यो कि 2 लाख कमाउँछ अब फागुनबाट सुरु हो फेरि फागुनबाट त लगातारै हुन्छ अब तेल दिन्छ कति के अरे विशालहरूलाई हप्तामा लोड कमाउँछ उता भाउजू पर्ला त्यो फुस्किएर त्यो माटा त्यो खेलाजी नगर्नु कि सुरुमा र आगोमा खेलाजी पनि नगर्नु यही रोटी हाल्न आएको थिएन यहाँ मै सिएर होइन दाल दिने चाहिँ गइछ केमाहरू लेख्न बारीमा केमाहरूको साउ साउ भयो नबेच हो अहिले साउ पर्छ यहाँ त गइरहेको त्यो